अनि भयो। यहाँहरू सबैलाई नमस्कार। म यति बेला मेरो आफ्नै कागती बारीमा यो 4 वर्षको बिरुवा भइसक्यो हाम्रो। 4 वर्षपछि यो त सानो सानो फल्न थालिरहेको छ। यस्तो बिरुवाहरू हामीसँग प्रशस्तै मात्रामा छ, यहाँ छ। यी बिरुवाहरू कतिपय बिरुवाहरू चाहिँ फलिसकेको छैन भने कतिपय बिरुवाहरू यसरी फलिसकेको छ हैन। र हामीसँग यता तलतिर पनि प्रशस्त मात्रामा बिरुवाहरू छ, अगाडितिर माथि सम्भवतः धेरै ठाउँमा हामीले कागतीलाई चाहिँ यो बारीमै लगाएर यसलाई व्यावसायिक रूपमा गरौँ भन्ने सोचेको। यदि तपाईँहरूसँग पनि केही सल्लाह सुझावहरू छन् दिनु होला। र अहिले कागती लगभग टिप्ने बेला पनि भइसकेको छ। हामी यो कागती छ र यो कागती घरमा लग्छौँ अनि भाङ्गोको चटनी बनाउँछौँ, अचार बनाउँछौँ र त्यसमा निचोडेर यो खाएर हामी ढिँडोसँग खाने योजना छ। तपाईँहरूलाई पनि ढिँडो खाने हाम्रो घरमा स्वागत छ। र कतिपय बिरुवाहरू चाहिँ यति ठुलो भइसकेको छ। कतिपय बिरुवाहरू हामीसँग ठुलो बिरुवाहरू छ। त्यस्तै गरेर यता तलतिर पनि सरै मेरो सम्भवतः यो बारीभरि नै कागती लगाउँछ। केही बोट चाहिँ केराहरू पनि लगाएको छ। यो साथीहरूलाई पनि देखाउँ भन्ने उद्देश्यले तपाईँहरू पनि हाम्रो यो कागतीले हेर्न चाहनुहुन्छ भने आउनु सक्नुहुन्छ। कतिपय बिरुवाहरू चाहिँ फलिसकेको छैन भने केही बिरुवाहरू फलिसकेको छ। यो भिडियो यहाँसम्म सम्प्रेषण गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ। यो माथितिर पनि यो पुल्लो बोटहरूमा पनि कागती लटरमै फलेको छ। र यो 4 वर्षमा राम्रो आम्दानी भन्दा पनि उत्पादन दिन सुरु गरिसकेको छ। यहाँहरूलाई पनि यो मिठो रसिलो एकदमै अर्ग्यानिक, हामीले कुनै पनि रासायनिक पदार्थ अहिलेसम्म प्रयोग गरेका छैनौँ। सामान्य किरा मार्ने विषादीहरू अलिअलि मात्रामा प्रयोग गरेको भए केही पनि गरेको छैन। अर्ग्यानिक कागतीहरू यहाँलाई खान इच्छा छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोला। धन्यवाद।